नागोयाको इमिग्रेसनबाट मलाई पत्र आइसकेपछि आज म चाहिँ तयार भएर लागेँ नागोयाको इमिग्रेसनतर्फ। यसो बाहिर निस्केँ, बाहिर हेर्दा मौसम चिसो थियो, पानी पर्ला पर्ला थियो, पानी चाहिँ परिसकेको चाहिँ थिएन। सँगै रमेश भाइ पनि सँगसँगै लाग्यौँ, हामी स्टेसनसम्म सँगै जाने भनेर सँगै गयौँ। रमेश भाइ चाहिँ त्यहीँबाट स्टेसनबाट अर्को स्टेसन लाइन चढेर चाहिँ गएको जानुपर्ने र म चाहिँ आज भिजा लिन जेआर लाइन चढेर भिजा लिन जानुपर्ने। 2 स्टेसन पर पुगिसकेपछि मेरो स्टेसन आउँछ नागोया स्टेसन। नागोया स्टेसन मैले चाहिँ त्यहाँबाट चेन्ज गरेर आवानामी लाइनको चाहिँ मैले टिकट काटेँ, जो चाहिँ ₹270 को टिकट काटिसकेपछि म चाहिँ आवानामी लाइनतर्फ इन्टर भएँ। त्यहाँ इन्टर भइसकेपछि ठ्याक्कै पारिपट्टि चाहिँ सिन्खानसिनको एकदमै रमाइलो सिनहरू देख्न सकिन्थ्यो। त्यहाँ सिन्कानसेनहरू आवत गरेका सिनहरू देख्न सकिन्थ्यो होइन। र म मेरो यात्रालाई अगाडि बढाउँदै ठ्याक्कै कोहाकु स्टेसन उत्रेँ। त्यहाँबाट चाहिँ उत्रिसकेपछि ठ्याक्कै इमिग्रेसनका भित्ताहरूले चाहिँ ठुलो एउटा बिल्डिङ जो चाहिँ हाम्रो सपना, हाम्रो सबै थोकहरू त्यहीँ थियो र त्यही लिनलाई भनेर चाहिँ म लागेँ। त्यहाँ चाहिँ अलिक पैसा बुझाउनु पर्ने थियो होइन, पैसा हामीले चाहिँ एउटा टिकट लिनुपर्ने थियो अनि मसँगै नजिकै रहेको फ्यामिली मार्टमा गएँ। त्यहाँबाट पैसा झिकेर अनि आफूलाई म बिहानै निस्केको हुनाले होइन केही खाएको थिएन अनि एउटा ओछ्या समात्दै लागेँ म इमिग्रेसनमा भिजा लिन। आफूलाई चाहिने सम्पूर्ण डकुमेन्टहरू जो पासपोर्टहरू, जाहेर कार्डहरू सबै लिइसकेपछि त्यहाँ मैले चाहिँ फिल गर्नुपर्ने थियो। मैले त्यहाँ सो गर्नु देखाउनु पर्ने थियो। त्यो देखाइसकेपछि मलाई चाहिँ एउटा टिकट टाँस्न लगायो जो चाहिँ 6000 को हामीले भिजा लिँदाखेरि 6000 को टिकट थियो। त्यो बाहिर चाहिँ एउटा लसन छ, लसनको काउन्टरनेरै पाउँदो रहेछ। म त्यहाँ गएर चाहिँ त्यो 6000 पे गरिसकेपछि मैले त्यो टिकट लिएँ। टिकट लिइसकेपछि त्यहाँ पेस गरिसकेपछि फाइनली मलाई चाहिँ भिजा दियो। भिजा लिइसकेपछि म खुसी हुँदै घरतर्फ लागेँ। धन्यवाद एभ्रिवान। भिडियो हेरिदिनु भयो। यसरी नै माया दिइ नै रहनुहोला। साथ सपोर्ट हजुरको आवश्यक हुने नै छ। जय देश, जय नेपाल।